आशा छ सबैजना सन्चै हुनुहुन्छ अनि म पनि एकदमै आरामै छु। अनि अहिले चाहिँ हामी स्कुलबाट फर्किरहेको अनि स्कुल चाहिँ त्यहाँनिर बाट जानु पर्यो। म अघि स्कुलमै त्यो बाहिर बसिरहेको थिएँ हामी एकछिन अनि त्यही बसेर बनाउनु जस्तो लाग्यो। फेरि मैले चाहिँ बनाइन अब के सोच्नु होला भनेर बनाएन। अनि यहाँ चाहिँ हाम्रो सानो काम थियो त्यो काम भ्याएर अब फेरि हामी अर्को कामतिर लाग्नु थाल्यो। हाम्रो फेरि अर्को काम हो अनि हल्का यसो घुमौँ न भनेर पनि सोचिरहेको अब खोइ भ्याएसम्म हामी घुम्ने प्रयास पनि गर्छौँ। अनि सकेसम्म चाहिँ हामी घुम्ने नि होइन हामी कामको मतलबले भन्दा पनि बढी घुम्नेको मतलब हामीलाई केही टेन्सनै होइन घुम्ने हो हाम्रो कामै घुम्ने हो। अनि होइन हाम्रो काम पनि खासमा हाम्रो कामै घुमी गर्ने खालको काम हो क्या हाम्रो है। अब हेर्नु न अब यहाँनिर काम भ्यायो अब यहाँ पनि घुम्ने जसरी त हो नि हामी अनि घुमे जस्तै भइरह अनि अब त्यहाँ पनि जानुपर्छ त्यहाँ पनि घुमे जस्तो हो। अनि हामीलाई थाहा छैन फेरि कुन ठाउँ हो त्यो काम गर्ने ठाउँ चाहिँ थाहा छैन त फेरि हामी त्यो पैसावाला काम होइन पैसा पाउनेवाला काममा होइन है हामी फ्रीको उयो हो क्या काम हो। अनि अब हेरौँ के हुन्छ। अब हामीले चाहिँ अहिलेसम्म चाहिँ लोकेसन थाहा भएको भनेको भैरव रोड होइन भैरव रोडबाट हुँदै गल्ली छिर्दै सानपोखरा निक्लिने हो। अनि सानपोखराबाट अब हेरौँ कता हुन्छ काम चाहिँ फेरि स्कुलमै हो हाम्रो। अनि खाजा पुऱ्याउने हामी चाहिँ खाजा पुऱ्याउने त्यस्तो भन्नु मिल्दैन यताबाट। अनि अब चाहिँ हामी यताको गल्ली निक्लिनु लागेको यहाँ आमा होस्टेल छ हजुरहरूलाई होस्टेलमा बस्ने इच्छा छ भने आउनु सक्नुहुन्छ ल। अनि अब चाहिँ हामी यता गल्लीमा छिरिसक्यौँ तर हामी घुम्नु हामी प्रायः जस्तो गयो भने गल्ली नै हुन्छ है। म फेरि त्यो मेन रोडतिर गयो भने म फेरि बेल्ला सबैको बेजत म आउनु त बेजत गर्छु अनि मसँग हिँड्ने पनि बेजत गरिदिन्छु नि के गर्छ हो यो चाहिँ हो। मम्मीलाई लाग्छ म सुन्नु मम्मी तपाईँलाई लाग्छ नि म तपाईँसँग हिँड्दा मात्रै रोड क्रस गर्दा अब हुन्छ नि मम्मीको बिल्ला हान्छ जस्तो लाग्छ म जोसँग हिँड्दा नि त्यस्तै है। म अरू त कुरा गल्लीमा धरि बेजत हालिदिन्छु म डर लाग्छ कि रोड क्रस गर्नु चाहिँ साँच्चै हो। अनि त्यहाँ त बाह्र त कताबाट यताबाट होला अनि यताबाट यहाँ चाहिँ नि हेर्नु है यहाँ कलेज पढ्ने तर साँच्चै यो अस्ति नवोदय देख्नु भएको नि हजुरले नवोदयकै उयो हो कि कलेज होइन त्यही त भन्थ्यो नि होइन म्यानेजमेन्ट हो त्यही त नवोदयकै यसको कलेज होइन यो हो र अनि त्यही त हो नि नवोदयको हो नि पागल नि। अनि नवोदयमा पनि मैले अस्ति हजुरहरूलाई देखाएको थिएँ अस्ति तिनीहरूको भ्लगमा कति धेरै थियो नि है आँपहरू पनि कति फलाएको थियो। अनि आँपबाट यहाँ पनि हेर्नु नि यहाँ पनि आँप त्यहाँ नि हेर्नु सक्नुहुन्छ आँप अनि हेर्नु न त्यहाँ पनि उता नवोदयमा पनि डक्टर रम्मै छ नि कति ठुलो अनि अग्लो चाहिँ लास्टै अग्लो के कसो टिप्नु आफै झर्छ के हुन्छ सायद कति शीतल है रुखको छारीले कति शीतल दिएको हो। रुखहरू भएपछि यस्तै हुनुपर्छ क्या त्यो बिना सिक्तीको रुखहरू छ नि हाम्रो स्कुलमा है तर हावा चाहिँ आउँछ है हावा चाहिँ आउँछ रुखहरू पनि टन्नै हाम्रो स्कुलमा झन् अहिले त बरु अलिक कम भयो पहिला त कति थियो हाम्रो रुखहरू अनि सबै काट्यो अहिले चाहिँ अलिक कम भयो नत्र हो कि हाम्रो पनि स्कुलमा त्यस्तो रुखहरू भन्दा यस्तै आँपको लिचीको के रुखहरू लगाइदिए राम्रो हुन्थ्यो राखेको भए बस्दैन थियो त बस्नु त पर्दैन थियो त्यस्तै हो बस्नु त बस्ने कुरै भएन। अनि त्यो नर्मल रुखहरू चाहिँ सबैले हाँगा भात्ने के भाज्ने गर्छ झन् त्यो आँपहरूको रुखहरू के भएन कहाँ बस्नु त बस्थेन ल। अनि अब चाहिँ एकछिन पछि नि भेट्छ चाहिँ हामी भैरव मन्दिर पनि के अरे भैरव मन्दिर होइन भैरव मन्दिर त नि भैरव मन्दिर आइपुग्यौँ भैरव रोडै भन्छ अनि चाहिँ साँच्ची भन्दा मलाई पहिला चाहिँ यो के अरे भैरव मन्दिर भन्दाखेरि मतलब थाहा थिएन नि त भैरव भन्ने मन्दिर पनि हुन्छ भनेर कताबाट पुग्छ है यताबाट निक्लिने ठाउँ यताबाट निक्लिने ठाउँ होइन होला कता छ जाउँ न पहिला यता। अनि त्यहाँपछि मेरो घरमा म उसको घरमा हो है साँच्चै हो। अनि म के अरे मलाई भैरव मन्दिर भने मलाई थाहा थिएन कि पहिला नाम त्यस्तो हुन्छ भनेर मलाई थाहा थिएन। अनि मैले चाहिँ के सोधेँ थाहा रोडको नाम भैरव भएको भएर अनि मन्दिरको नाम भैरव राखेर लान्छ कि मैले चाहिँ फेरि अनि पछि मम्मी भन्दाखेरि मन्दिर चाहिँ भैरव भएको भएर अनि रोड राख्यो अरे मैले त सुनेको थिइनँ नि त। अनि माया भगवान्हरूको नामहरू माया भगवान्हरू थाहा हुन्छ है तर कति भगवान्हरूमा सेम नै लाग्छ कि नाम पनि कन्फ्युज हुन्छ कि म अनि मलाई सेम नै लाग्छ। अनि यतातिर चाहिँ टर्का ठेलाहरू रहेछ यतातिर हेर्नु सक्नुहुन्छ हामी यस्तो गल्लीतिर आएको हौँ गल्ली नै हुन्छौँ हामी यहाँ चाहिँ तर मेन रोडतिर भन्दा नि गल्लीतिर घरहरू कस्तो राम्रो हुन्छ नि है कस्तो राम्रो लाग्छ मलाई ओइ के हो प्लानिङ त्यो अङ्कललाई चाहिँ यहीँ बाँधेर म गुड्काउँछु तिमी आयो भन यहाँनिर मन्दिर प्रायः जस्तो यतातिर घरहरूमा नि है गेटमा यो घन्टी राख्छ है त्यहाँ मन्दिरहरूको फोटोहरू है कति ढिलो गएको त भुटान देवी यो अहिले चाहिँ भुटान देवीमा आउट ड्रेसमा पनि जान मिल्ने भएको रहेछ पहिला थिएन अहिले त्यस्तो भएको रहेछ न्यू स्टुडेन्ट हुनु जेल रे कता अब स्कुल पार्क बाटो कता हो यता अनि त्यताबाट निस्किन्छ होला
खै केही थाहा छैन हिँडेको हामी त अहिले चाहिँ हामी यता मेन रोडतिर आइपुग्यौँ कि मलाई त यस्तो रिस उठ्छ मसँग खालि यस्तो किन हुन्छ कि हामी जानुपर्ने वहाँ है हामी जुन ठाउँमा जानुपर्ने त्यो ठाउँ नै काटेर यता मेन रोडतिर आइसक्यौँ कि कि उल्टोपट्टि हिँडेको मलाई लागिरहेको थियो कि यता होइन होला लागिरहेको थियो अनि त्यही पनि यता वरपरको मान्छेहरूलाई सोद्धाखेरि चाहिँ अनि हो भन्नु भइदियो कि यतै हो भने त्यो मान्छे भेट्नु लागि गर्दा त्यही भुटालिदिन्छु रिस उठ्ने भनेर मैले त्यत्रो सोधेको झन् हो नि भन्दाखेरि हो भनेर थियो उसलाई कहाँ जान हतार घाटे क्या थियो हामीलाई उल्टो बाटो भनिदियो मलाई यस्तो हुन्छ हाम्रो यहाँ कति प्लान छ है आज दिनको के गर्ने हेर त्यही माथि यस्तो घाममा के छाता नि ल्याउने बिर्स्यो दुइटैले यस्तै हुन्छ के गर्छु भनेर के हुन्छ के हुन्छ अब के गर्नु यस्तै रहेछ भन्नु पऱ्यो अब हिँड्नु पऱ्यो म पनि यस्तै गरिदिन्छु अब कोही कोहीले मलाई बाटो सोध्यो भने यतातिर खने उतातिर एकातिर खने एकातिर भनिदिन्छु म पनि किनकि यस्तो हामीलाई दुई तिनचोटि भइसक्यो है झन् त्यत्रो लाग्नु पऱ्यो कि यस्तो रिसोर्टको त्यही बाटो काटेर आउनु पऱ्यो लास्टमा यसरी हामी त्यहाँ पुगिसक्यौँ हेर्न चाहिँ उतै हेऱ्यो नि अनि ला उतै हो क्या फेरि फर्किनु चाहिँ क्या भन्ने सोचिरहेको अनि पछि फेरि उता देखाएर उतै हो नि भने हो रे गयौँ लास्टमा त होइन हामी देखेर पुगिसक्यो होला अहिले पुगिसक्यो कि हामी झन् आज चाँडै गर्नुपर्छ किनकि आज शुक्रबार हो नि त हो झन् आज चाँडै गर्नुपर्छ काम पऱ्यो चाहिँ हामी फेरि यताबाट फेरि यतापट्टि आउनु पऱ्यो हामी चाहिँ अलिक बाटो परेर अलिक माथि रोडतिर गएर आज हाम्रो खुट्टाको हालत के हुन्छ होला सम्झेर अझ हामी डुल्न पनि जानु है अझै हामी डुल्न पनि जानु हो अब चाहिँ फाइनली आइपुग्न आँट्यो यसो नर्मली हिँड्यो भने चाहिँ अलिक नजिक नै रहेछ त्यो घुम्दै हिँड्यो भने टाढा जस्तो लाग्ने रहेछ कि अब चाहिँ हेरौँ फेरि यहाँबाट यतापट्टि जानुपर्ने रे कतापट्टि अनि कसरी जानुपर्ने अब घुम्न त दुख्दैन होला हाम्रो खुट्टा त्यो केही काम पऱ्यो भने हिँड्नु पऱ्यो भने चाहिँ खुट्टाहरू दुख्छ घुम्न चाहिँ दुख्दैन तर मलाई अहिले पनि घुमेको जस्तो लागिरहेको कि नौलो बाटो कि हो म यति हिँड्दिनँ नि त्यो बाटो मैले त नहिँडेको बाटो हिँड्दाखेरि कस्तो रमाइलो लाग्छ र अनि अब चाहिँ हाम्रो काम पनि बन्यो फाइनली काम बन्यो तर हुन त एक दिनमै हो कि फाइनल भन्नु होइन आजै आएको थियो आजै काम बन्यो हाम्रो चाहिँ अनि यतै हिँड्न चाहिँ लास्टै झ्याउ भएको थियो कता भइरहेको थियो अब चाहिँ काम बन्यो फाइनली सबै काम पनि बन्यो अब ढुक्क भयो अब एकचोटि आइतबारदेखि होइन मेरो अब आइतबार आएर अनि सबै कम्प्लिट हान्नु पऱ्यो अब अनि बल्ल त भन्दिनँ है बिचरा चाँडै नै भयो तर मजाको हुँदो रहेछ अब जुन हाम्रो काम बन्यो म अब सबै काम बनेपछि म हजुरलाई भन्छु हस् नेक्स्ट भ्लगमा भन्छु म के कामको लागि किन कसरी है सबै किन आएको सबै भन्छु म हजुरहरूलाई अर्को भ्लगमा चाहिँ अहिलेलाई चाहिँ यति नै बुझ्नु मेरो काम बन्यो फेरि मैले अस्ति नै भनेको काम अर्कै हो अहिले भनेको काम अर्कै हो है अस्ति नै भनेको कामै बनेन अब के भन्नु भनेर मैले भन्दिनँ बन्ला नि है अहिले चाँडै थियो अस्तिको काम पनि अहिलेको काम चाहिँ बन्यो अनि अब अर्को भ्लगमा भन्छु झन् सबै कम्प्लिट भएपछि म अर्को भ्लगमा भन्छु हजुरलाई चाहिँ अहिलेको लागि चाहिँ म ढुक्कै भएँ है म त्यही मलाई चाहिँ बन्छ भनेर मलाई ढुक्क चाहिँ थियो कि मनमा होइन त्यो टेन्सन केही थिएन म चिल पारा लिने हो कि अनि झन् यस्तो मजाको हुँदो रहेछ है आइतबारतिर र अब चाहिँ हामी एकछिन पछि भेट्छ है घाम त छक्को लागेको फेरि अरू बेला यस्तो राम्रो मौसम हुन्छ पानी पनि पर्दैन है पानी पर्दा यस्तो घाम लाग्दा कस्तो राम्रो मौसम हुन्छ नि जुन बेला अब यसरी हिँड्या हुन्छ नि त्यही बेला यहाँ के भइरहेछ घाम चर्को भयो सबै घाम मेरै माथि आएर राखेको जस्तो तर हामीलाई केही काम छैन हामी काली केही मतलब लाग्दैन घाम आएन हामी अनि अब टेन्सन हुने भनेको गोरो मान्छेहरूलाई मात्रै हो डर लाग्यो होला भनेर गोरो हुने हामी जस्तो काललाई चिलमा जस्तो कि घाममा हिँड्नु हामीलाई डरला भन्ने टेन्सन भएन केही भने चाहिँ घाम अलिकति होला भन्ने टेन्सन त्यही भएर काली भएको फाइदा अब ल एकछिन पछि भेट्छ हस् र यता आउँदाखेरि चाहिँ कति 11:30 भयो हाम्रो जुन काम बन्नुपर्ने थियो त्यो काम पनि बन्यो होइन अनि झन् अब आइतबार झन् कम्प्लिट नै हुन्छ हाम्रो त्यो काम चाहिँ सायद कम्प्लिट नै हुन्छ अलिकति काम अलिकति सानो काम हो त्यो काम भयो भने चाहिँ आइतबार कम्प्लिट नै हुन्छ अनि त्यसपछि हामी त्यो काम भ्याएर यसो घुमौँ न त भनेर अनि यता घुम्न आएको हेर्न सक्नुहुन्छ पुष्पलाल पार्क होइन हेर्नु न मलाई यो ठाउँ चाहिँ कस्तो मनपर्छ क्या है हेर न गेटै खुल्ला हुँदैन र पो त अनि यस्तो माथि फरेस्टीको यतापट्टि सब पुष्पलाल ए त्यो मैले अनि हेर्नुहोस् यतातिर फुलको बगैँचामा अर्को फुल अनि हामीले खाजासाजा खायौँ वरि अनि जब चाहिँ हामी हिँड्न लागेको अब फेरि अब चाहिँ घर जान्छौँ कि अब एउटा डुल्न जान्छौँ खाएन अब चाहिँ खासमा घर जानु कुरा अब हेरौँ के हुन्छ है अब हामी कतै गयौँ भने देखाउँछौँ घर गयौँ भने पनि हजुरलाई देखाइ नै हाल्छौँ
प्लस अब एकछिनपछि भेट्छौँ अब घामहरू कता यताबाट आउँछ अनि बनाउने पाउनु कि राम्रोसँगले साथीहरू अनि त्यहाँ चाहिँ हेर्नु न यहाँ लुगा हेर्न आएको खासमा चाहिँ 1 पिस हेर्न आएको कि मलाई भनेर अनि हेर्नु न बेबीको घागर कि सानो बच्चाको घागर होइन अनि त्यहाँ चाहिँ के सोच्यो भनेदेखि मैले चाहिँ आकृतिको छोरी भयो भने चाहिँ म हेर्नु न आकृति अब त्यस्तो हुँदो रहेछ कि घरमा कोही प्रेग्नेन्ट मान्छेहरू हुनुहुन्छ भने कोही हुनुहुन्छ सानो सानो बच्चाहरू भयो भने चाहिँ सानोतिर जाँदैछ कि आँखा हेर्नु न म खासमा 1 पिस हेर्नु भनेर आएको यतातिर होइन अनि त्यहाँ चाहिँ हेर्नु न लुगा अनि यो भएन अनि आकृतिको छोरी भयो भने चाहिँ ल मेरो तर्फबाट है किनिदिन्छु म साँच्ची हो यो आकृति तेरो छोरी होस् अनि म किनिदिन्छु यहाँ यो भयो अनि कक्राले यस्तो भयो हुन्छ नि त अहिले चाहिँ अलिक ठुलो भएपछि अहिले सानोमा त हुँदैन तर किनेर राख्नु त मिल्छ नि त अलिक छोरी भयो भने चाहिँ कक्राले यस्तो भयो नि त होइन हेर्नु न राम्रो छ कि कक्राले यो भयो अनि त्यहाँ चाहिँ यो माथिबाट लाउने आउटर भयो अनि जुत्ता लाएर अनि चिम्टी यसो यसो गरेर लाउँदाखेरि कति राम्रो हुन्थ्यो साथीहरू हेर्नु न यति राम्रो छ लुगा मेरो त आँखै हटेन कि साथीहरू हेर आकृति नानीको लुगा छोरा दिन छोरी नै है सकेसम्म चाहिँ